सम्पूर्णलाई नमस्कार। आज चाहिँ म यस भिडियोमा एउटा नयाँ कुराको जानकारी दिन गइरहेको छु र यो भिडियोमा देखिएको पाडो चाहिँ करिब 2 महिना जन्मेको भएको छ र अहिलेसम्म यस पाडाको धनी अथवा पशुपालक कृषकले यो पाडालाई कुनै पनि औषधि अर्थात् जुकाको औषधि अहिलेसम्म खुवाउनु भएको छैन र यो पाडो चाहिँ एकदमै कमजोर भइसकेको र यसको शरीरका रौँहरू पनि खस्रा फुस्रा भएको र दुध राम्रोसँग मन लगाएर नखाने र दाना पानी पनि नखाने भएकाले उहाँले मलाई जानकारी गराउनु भयो र त्यसपछि मैले यसलाई जुकाको औषधि अल्बेन्डाजोल 10 mg प्रति केजी शारीरिक तौलको दरले हिसाब गरेर यसलाई मैले खुवाउँदैछु र हामीले जहिले पनि पाडा बाछालाई समयमा अर्थात् पाडा बाछा जन्मेको 15 देखि 20 दिनमा पहिलो पटक कुनै पनि जुकाको औषधि जस्तै पिप्राजिन, फेबेन्डाजोल अथवा अल्बेन्डाजोल औषधि शारीरिक तौल अनुसार हिसाब गरेर खुवाउनु पर्दछ र यसलाई चाहिँ 2 महिनासम्म नखुवाएकोले गर्दाखेरि यो चाहिँ एकदमै पाडो कमजोर भइसकेको छ अथवा समयअनुसार वृद्धि विकास भएको छैन र ढिलै भए पनि यसलाई मैले औषधि खुवाउँदैछु जुकाको र हामीले जहिले पनि पाडा बाछा जन्मेको 15 देखि 20 दिनमा जुकाको औषधि पहिलो पटक खुवाउने र त्यसपछि फेरि दोस्रो पटक अर्थात् पहिलो पटक औषधि खुवाएको 15 दिन पछाडि अर्थात् पाडा बाछा जन्मेको 1 महिनाको उमेर भएपछि दोस्रो पटक पुनः औषधि हामीले खुवाउनु पर्दछ र त्यसपछि दोस्रो पटक औषधि खुवाइसकेपछि तेस्रो पटक पाडा बाछा जन्मेको 2 महिना भएपछि अर्थात् दोस्रो डोज खुवाएको 1 महिनापछि पुनः हामीले जुकाको औषधि खुवाउँदा पाडा बाछालाई एकदमै राम्रो प्रभावकारी रूपमा जुकाको औषधिले काम गर्दछ अथवा जुकाले कुनै पनि पाडा बाछाको शरीरमा असर गर्न पाउँदैन र समयअनुसार हाम्रा पाडा बाछाको वृद्धि विकास राम्रो हुन्छ र तन्दुरुस्त हुन्छन् र तपाईहरुले पनि जहिले पनि जुकाको औषधि आफ्ना पाडा बाछालाई यही विधि अनुसार खुवाउनु होला र हामीले जहिले पनि यही विधि अपनाएर हामीले पाडा बाछालाई जुकाको औषधि खुवाउने गर्दछौँ र त्यसै गरी यो पाडो चाहिँ राम्रोसँग दुध नखाने अथवा दाना पानी नखाने भएको र एकदमै कमजोर भएको र छाला पनि फुस्रो खस्रो भइसकेकाले गर्दाखेरि यसलाई मैले लिभरटोनिक मिसिएको भिटामिन बी कम्प्लेक्स इन्जेक्सन 2 ml मासुमा 3 दिनसम्म दिने विचार गरेको छु र मैले यसलाई दैनिक रूपमा 3 दिनसम्म यो भिटामिन बी कम्प्लेक्स इन्जेक्सन दिँदैछु र यसले चाहिँ छिटो शारीरिक तन्दुरुस्ती ल्याउन अथवा दाना पानी दुध खानामा अथवा दुध खानामा रुचि बढाउनमा सहयोग पुग्नेछ। त्यस्तै गरी यो पाडाको छाला एकदमै खस्रो भएको र छालामा ठाउँ ठाउँ रौँहरू झरेका अथवा टाटा टाटा परेको र हेर्दाखेरि बाहिरी परजीवीहरू जुम्रा र किर्नाको संक्रमण सहित भएको अथवा शरीरमा जुम्रा किर्ना देखिएकाले गर्दाखेरि मैले यसलाई 1 ml आइभरमेक्टिन इन्जेक्सन छालामा लगाइदिँदैछु र यो औषधि लगाइसकेपछि चाहिँ यो रौँ झर्ने समस्या कम हुनेछ र यसको शरीरमा भएका ती रौँ झरेका टाटा टाटा अथवा छालामा भएका विभिन्न टाटाहरू चाहिँ बिस्तारै निको भएर जानेछन् अथवा त्यो ठाउँमा रौँहरू पलाउनेछ। त्यस्तै गरेर यो औषधिले चाहिँ शरीरमा भएका जुम्रा किर्ना लुतोलाई राम्रोसँग काम गर्दछ र केही हदसम्म भित्र रहेका गोलो जुकाहरूको लागि पनि यो औषधिले काम गर्दछ। त्यो भएर यो औषधि एकदमै प्रभावकारी हुन्छ र यो औषधि लगाइसकेपछि पाडा बाछालाई केही पेन फिल हुने अथवा पोल्ने भएकोले गर्दा एकछिन छटपटाउँछ। हामीले त्यो सुई लागेको ठाउँमा मसाज गरिदिँदा एकदमै राम्रो हुन्छ र
भिडियो हेरेर अन्तिमसम्म साथ दिनुभएकोमा हजुरहरूलाई धन्यवाद र भिडियोमा लाइक सेयर र सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। आगामी दिनमा पनि म यस्तै जानकारीमूलक भिडियो लिएर उपस्थित हुनेछु। हवस् त।